हेलो गाइस, दर्शन नमस्कार। के छ सन्चै हुनुहुन्छ? ह्याप्पी न्यू इयर 2026 भन्ने मेरो साथीहरू सबै फेसबुक साथी, टिकटक साथीहरू लगायत युट्युबका साथीहरूलाई पनि ह्याप्पी न्यू इयरको शुभकामना दिन चाहन्छु। अझै त मलाई माया गर्ने भन्दा पनि घृणा गर्ने व्यक्तिहरूलाई झनै शुभकामना, करोडौँ शुभकामना दिन चाहन्छु। म टेक बहादुर खत्री, हाल इन्डियामा छु। सुर्खेत जिल्ला पातल गाउँ प्लेवडा नम्बर 2 हो। मेरो युट्युब च्यानल रहेको छ टेकराज केसी, LW3LH सर्च गरेर हेर्न सक्नुहुन्छ। अनि म हप्ताको 2 चोटि 3 चोटि समय मिलेसम्म तपाईँहरू सामु आमा भन्ने एउटा कथा ल्याएर आउने गर्दछु। र पहिलोचोटि मैले नयाँ वर्ष कामनासँगै नयाँ वर्षमा मैले सुरुवात गरेको छु होइन। यसमा हजुरहरूको साथ सपोर्ट रहनेछ भन्ने आशा गरेको छु। एउटा पुरानो बस्तीमा सानो फ्यामिली रहेछ। अनि त्यो फ्यामिलीमा तपाईँको भर्खर वैवाहिक जोडी बस्नु रहेछ। अनि वैवाहिक जोडी बस्दाखेरि उनको एउटा छोरा र एउटा छोरी रहेछ। पहिलो सन्तान तिनीहरूको एउटा छोरी र एउटा छोरा रहेछ। त्यसपछि उनीहरूको सानो सन्तान, सानो घरमा सानो सन्तान, सुखी परिवार भन्ने खुसी भएको अवस्था रहेछ। अनि उसमा आमा भन्ने एउटा कथा रहेको छ त्यसमा। अनि आमाले भन्नुभएको छ अनि छोरो जन्मिछ, पेटमा आर्जियो। पेटमा 2 बुढाले खुसी भएर बसेका थिए। अनि त्यस क्रममा दिन बित्दै गयो, महिना बित्दै गयो, अनि छोरो जन्मियो। अनि जो छोरो जन्मिएको पहिलो सन्तान यस धरतीमा पाइला टेक्नु भयो नि। अनि उहाँ पाइला टेक्नुभन्दा अगाडि रुनु भएको छ। अनि रुँदाखेरि आमाले भन्नुभयो, ओहो मेरो छोरो जन्म भएर आमा खुसी हुनु। जुन आमा भन्ने शब्द छ यति मन खान्छ, जो कि आमाको माया पाउन हामीलाई बहुत गाह्रो हुन्छ। र आमाको माया भन्ने कुरो जोग्यबाट सक्ने भन्नेको छ आमा बुवा भनेको भगवान् हो। यी भगवान् रूपीलाई हामीले कहिले पनि घृणा गर्नु हुँदैन। चाहे राम्रो हुन्, चाहे नराम्रो हुन्, चाहे अन्धा हुन्, चाहे बोल्लाका हुन्, बोल्न सक्लान्, चाहे बोल्न नसक्लान्, आमाको आमा नै हुने। जुन माया छ नि आमाको अटुट माया, त्यो माया हामी कोही पनि दिन सक्दैनौँ। यो संसारमा कसैले नदिने माया भनेको आमाले दिनुहुन्छ क्या। त्यसरी आमा यति राम्रो लाग्छ आमा भन्ने सुन्दा पनि डर लाग्छ। अनि उनी छोरो बिस्तारै बिस्तारै 2 महिनाको, 6 महिनाको, 10 दिन हुँदै गयो। अनि आमालाई पिर हुँदै गयो। मेरो छोरो कहीँ लड्ने पो हो कि, मेरो छोरो कहीँ खस्ने पो हो कि, मेरो छोरो बिरामी हुने पो हो कि, बहुत चिन्ता गर्नु कसरी छोरालाई कसरी बढाउनु। ती आमाले यो छोरालाई यति माया गर्नुहुन्छ कि मैले अघि भनिसकेँ नि, जुन माया आमाले गर्नुहुन्छ त्यो माया कसैले पनि दिन्छ क्या। छोरो बिरामी हुन्छ भनेर छोराले पिसाब फेरेको ठाउँमा पनि अर्को कपडा ल्याएर ओछ्याएर आफू त्यो पिसाबमा सुत्नुहुन्छ क्या आमा। आमा सुत्नुहुन्छ, त्यति माया हुन्छ क्या आमा छोराछोरी। बुवाले पनि माया नदिने भन्ने त हुँदैन होइन। बुवाले माया दिनुहुन्छ। बुवाले दिने भनेको माया भनेको मन्दिर हो, जुन भित्र मूर्ति हामी भगवान् सम्झिन्छ नि, त्यो मूर्ति भनेको आमा हो क्या। बुवाले दिने भनेको बाहिरी माया, बाहिरी घर हो बुवा, छाना हो। आमा भनेको भगवान् हो, त्यहाँभित्र बस्ने भगवान् हो। जो मूर्ति हो नि, त्यो भगवान्सँग ढोका छ नि, उनी आमा हो क्या। माया बराबर गर्नुहुन्छ, आमाले पनि गर्नुहुन्छ, बुवाले पनि गर्नुहुन्छ। तर यति मात्रै फरक कि बुवाको माया देख्न सकिन्न, आमाको माया देखिन्छ। त्यो सानो छोरालाई हुर्काउँदा हुर्काउँदा आमालाई बहुत दुःख हुन्छ। घर धन्दा गर्नेदेखि लगेर एउटा छोरो गयो, त्यो छोरो गयो, जङ्गलको घाँस दाउरा गर्दाखेरि कसरी हुन्छ। आमाले यति माया गर्नुहुन्छ नि छोराछोरीलाई, त त्यो त बुझ्नै सक्नु अथाह माया हुन्छ। अनि बिस्तारै 10 दिन भयो, अनि छोरी हिँड्न थाल्यो। अनि हिँड्न थालिसकेपछि ओ मेरो छोरी हिँड्न थाल्यो भनेर आमाले खुसीको आँसु बुवा झार्नुहुन्छ कि रुनुहुन्छ। आमा जो रुवाई खुसीको, त्यो दुःखको रुवा होइन, खुसीको थियो। अनि त्यसपछि आमा छोरो हिँड्न थाल्यो। छोरो लुट्छ कि भनेर मान्नुभयो।
हो छोरो फस्छ कि भनेर गर्नु त्यो चिन्ता आमामा हुन्छ क्या। जो वन घाँस काट्न जाँदा होस्, जो पानी लिन जाँदा होस् पँधेरामा, जो कि खाना बनाउँदा होस्, इत्यादि काम हरेक कामहरूमा आमाले त्यति सपोर्ट गर्नुहुन्छ, त्यति सम्झिनुहुन्छ आफ्नो सन्तानलाई।